ओ ज्यू चम्पादेवी जाने बाटो यही हो। जुगाले यस्तो पार्यो अवस्था, जो मान्छे दुब्लो छ त्यही मान्छेलाई काट्नु पर्ने। यहाँ यस्तो यस्तो मोटो मोटो मान्छे अरूलाई कसैलाई पनि जुगाले खाएन। काचै छ यार केरा पनि यार। हेत्तेरी यार म राजा पुरै छु साई पुगी तेले काले घाउ म राजा पुरै छु। नेमारको छैन कोही पनि? ला मेरो म पनि नेमारको फ्यान हो नि त। पछाडि आ पछाडि। हेलो गाइज नमस्ते। नमस्ते नमस्ते। यति बेला हामी चाहिँ यो चम्पादेवी हाइकिङमा छौँ होइन। केटाहरू पुरै यहाँ कसैले केरा बोक्दैछ, कसैले स्याउ बोक्दैछ, कसैले पानी बोक्दैछ, कसैले टाउकोमा चस्मा लगाएर आफूले आफूलाई हिरो सम्झिरह होइन। कसैले पछाडि आफ्नो भुँडी बोकिरह होइन। जे होस् ठिक छ। केटाहरूको यो जम्बो टोली चम्पादेवी हाइकिङमा छ। केटाहरू बोल्नु पऱ्यो नि यार, किन यार चुपचाप यार। सबजनालाई भोक लागिसक्यो, सबलाई चिन्ता छ भात पाइन्छ कि पाइँदैन भन्ने के। भात पाएन तलतिर होइन, बिहान बिहानै पाइँदैन भने के। अब त्यसपछि केटाहरू अब माथितिर वाइट गुम्बातिर भात खाने अरे। व्हाइट हाउस वाइट हाउस होइन। नामै आउँदैन यार के हो। नाम त आइहाल्छ नि यार। बोल्नु पऱ्यो नि केटा हो के हो यार। केटाहरूलाई के भन्नु छ भने भन। हो करणजी, करण सरको गुनासो छ। केही गुनासो छैन यार, मेरो केही गुनासो छैन। त्यही खाना खान नपाएर मात्र गुनासो हो। कहाँ पाइन्छ भन्ने गुनासो मात्रै हो, अरू गुनासो होइन। चस्मा नि खतरा यार। क्रिकेटरले लगाउने चस्मा सनग्लास हो क्या हो। फ्रान्स चम्पादेवी डाँडामा गएर फ्रान्सको यार पुरै जर्सी लगाएर फ्रान्सको हान्नुपर्छ आज केटा हो। करण केसीले दियो अरे। करण यो चस्मा चाहिँ करण केसीले दिएको चस्मा, हाम्रो नेपाली बोलर केटा हो। हाम्रो साथीहरूको इन्ट्रोडक्सन गराइदिने। फेरि कसैलाई यसो भिडियोमा कोही मान्छे मन पर्यो भने होइन, यो मान्छे राम्रो नाम के होला भन्ने हुन्छ नि त। सो हाम्रो सर चाहिँ क्रोमछाम होइन, केशर राहुल हुनुहुन्छ होइन। अनि त्यसपछि यता यो भाइ हाम्रो यो टिमको सहचालक भाइ हो होइन। अनि उसको नाम चाहिँ सुनिल चन्द होइन, फ्रम डोटी भोकान होइन। अनि त्यसमा हाम्रो करणजी। हेलो सबैले थाहा छ मलाई त अब हजारीसँग धेरैचोटि पनि भ्लगमा देखिया भएर चिनिसकेको छ होला। मेरो परिचय त्यति धेरै करण भण्डारी पर्दैन। फ्रम बजाङ। अनि हाम्रो महारा सर हुनुहुन्छ। म चाहिँ दिप महारा। एकदमै यो ग्रुपको सबैभन्दा ह्यान्डसम मान्छे चक्लेटी बोय भनेको उहाँ नै हो होइन। अब उहाँ भनेको अनमोल केसी हो, हामी भनेको जयकिसन बस्नेत हो क्या होइन। अनि त्यसपछि यता हाम्रो सुशील भाइ, ऊ चाहिँ मेरो छिमेकी भाइ हो क्या। उसको र मेरो गाउँ एउटै हो होइन। वडा चाहिँ फरक हो। बल्लो गाउँ हो एकदमै। ऊ फ्यान चाहिँ ऋतु बस्नेतको रे होइन। अनि अब चाहिँ म देखाउन गइरहेको छु हाम्रो कलौटेको फ्यान, हाम्रो विजय के छ ठिक छ। ऊ पनि बजाङको मान्छे हो होइन। बजाङको यहाँ बाउले त एकदमै बढेको छ होइन। अनि विजय रावल ऊ पनि त बजाङबाट हो होइन। भर्खरै 12 क्लासमा एकदमै राम्रो मार्क्स ल्याएर आज खुसी भएर केटो हाम्रो ग्रुपमा सामेल भएर हिँड्दैछ। एकदमै ह्यान्डसम छ केटो, जस पढाइमा एकदम ट्यालेन्ट छ। अनि हाम्रो अन्य साथीहरू सबैजना रमाइलो गर्दै हिँड्दैछन्। उहाँ दिदीहरू पनि, दिदी बहिनी होला जे भए पनि हजारी क्रिएसनमा हेर्नु होला है त। अनि त्यसपछि यता विदाउट हेलमेटमा चाहिँ पापा कि परिहरू भन्न मिल्दैन, दिदीहरू रन्का रन्की छ। अनि इन्ट्रोडक्सन त सबैको भएन भइसक्यो। अब मेरो बारेमा त के भन्नु, म त्यही हो मान्छे होइन। सो यो ठाउँ एकदम रमाइलो छ, तपाईँहरू पनि आउनु होला। लेट्स सी अबको यात्रा कस्तो हुन्छ। भर्खरै स्टार्ट भयो हाम्रो जर्नी होइन। आजको डेस्टिनेसन त त्यहाँ माथि डाँडो देखिरहेकै छैन यार। ऊ त्यो माथि हो। र यति बेला चाहिँ हामी फाइनल्ली खाना खानको लागि एउटा राम्रो ठाउँ भेटाएका छौँ होइन। हेर्दाखेरि म कस्तो राम्रो देखिरहेको छु यसमा, चस्माले राम्रो देखाएको छ। सो यो ठाउँ हो। यता सबैजना साथीहरू छ होइन। पुरै यहाँ यो मलाई को यो अगाडिको बोका जस्तो यहाँ अनुहार हेर्दै बोका जस्तो
सो यतातिर सबैजना साथीहरू छन् होइन। यहाँ खाना खानुको लागि पनि कस्तो दामी छ क्या हेर। खाना खाने सिस्टम छ यस्तो 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 गऱ्यो भने यस्तो बन्द हुने होइन। अनि टक्क माथि गरेर यता तल ठ्याक्क यो यस्तो राख्ने छ। टक्क दामी छ। सो तपाईँहरू पनि चम्पादेवी हाइकिङमा आउँदै हुनुहुन्छ भने माथि खाना अर्डर गर्नुपर्छ होइन। सो यो ठाउँमा यस्तो भ्यू हेर्दै बिहानै आयो पाकेको पाउँदैन। भ्यू हेर्दै खानाको पल राम्रो हुन्छ। सो यो ठाउँबाट चाहिँ एकदमै राम्रो भ्यू हेर्दै काठमाडौँ यो चाहिँ चोबार देखिन्छ यहाँबाट 5X मा। हेर्नुहोस् त यो चोबारको डाँडो हो। यहाँ चाहिँ मान्छेहरू डेटिङ बसिरहेका होलान् तर हामी टाढा छौँ। यहाँबाट भ्यू हेर्दै खाना खाँदै रमाइलो गर्दैछौँ। म राजा पुरै छु साई पुगी तेले काले घाउ म राजा पुरै छु। के छ उतातिर केटाहरू यार हेर्दैन नि त कोही पनि यार। भोकले मर्छ कि क्या हो। हामीले खाना खाइसकेपछि यति बेला हामी यो जङ्गलको बाटोतर्फ लाग्यौँ। यहाँ पुरै यहाँ के हो किरा फट्याङ्ग्राहरू बोलिरहन्। मेरी जिउले जान्न रे यतै बहुत गाह्रो छ यार। यही बाटो त होलो यार। ठाडो छोलो पुरै ठाडो बाटो छ एम्बो। ओ जिउ चम्पादेवी जाने बाटो यही हो भने क्या मन्दिर आउनेले पुरै हाम्रो टोली जङ्गलको बाटो जो आजको मौसम बवाल छ। केटा हो के त ठिक छ जुगा सुगा लाग्दै यहाँ जुगा लाग्ने जस्तो छ यहाँ त। ओ माई गड यार हाम्रो टोलीलाई देखाउँछु है कि हाम्रो पुरै टोली हिँडिरहेको छ। कसैले पानी बोकेको छ। ऊ माओवादी लडाकु हो लडाकु। कसैले चिप्सहरू बोकेको छ। कसैले फलफुलहरू। कसैले टाउकोमा सनग्लास लगाएर आफूले आफूलाई हिरो सोचेको छ। अनि किलाको नाउँ के होला हौ? हाम्रातिर निन्निरी भन्दा निन्निरी निन्निरी। गाइस तपाईँहरूकोतिर यो बोलिरहेको ब्याकग्राउन्डमा बोलिरहेको केरालाई के भन्छ कमेन्ट गर्नु होला है त। हाम्रोतिर धनबहादुर रिठे भन्छन्। पछाडि आ पछाडि चम्पादेवी जाँदैछौँ हामी चम्पादेवी केटाहरू आउँदैछन्। त्यहाँ हाम्रो करणजी हजारीजी पनि आउनुलान्। त्यहाँ राम्रो बाटो रहेछ। अघि हामीले सर्टकट हानेर होइन सर्टकट हानेर पुग्यो हामी। अझै कति टाइम लाग्छ साथीहरू यहाँबाट? यहाँबाट आधी घन्टा जस्तो लाग्छ होला। हाम्रो यहाँबाट बाटो चाहिँ चिल छ है। यहाँ योभन्दा माथि भयो। चम्पादेवी ट्रेकिङमा छौँ यो होइन। हुन्छ पुग्नै आँट्यौँ। उता नानीहरू पनि छन् पुरै। मेस्सी रोनाल्डो कसको फ्यान हो? नेमारको छैन कोही पनि? ला म पनि नेमारको फ्यान हो नि त। के छ अहिले त पुरै खुल्ला वातावरण भयो त एकदम ठिक छ। अघि उता तलतिर सफा मौसम छ होइन। अहिले चाहिँ जस्ट ठिक छ। ठिक छ नि। हिँड्न पनि आनन्द आइरहेछ अहिले। रमाइलो भइरह। त्यही हो माथि। त्यहाँ हाम्रो गन्तव्य हामी पुग्नै आँटेको छौँ होइन। साथीहरू अगाडि छन् होइन। अनि म चाहिँ पछाडि छु होइन। म चाहिँ पछाडि किन बसेँ भन्दाखेरि मलाई एकचोटि सुवाएको थियो। सो म लेट भएँ होइन। केही पनि छैन। साथीहरू अगाडि गइसक्यो। यहाँनिर बसिरहन् खाइरहन् होइन किनेर। सो यो हाइकिङ आउँदै गर्दाखेरि चाहिँ यो बिच बाटोमा यस्तो खुद्रा सामान पाइने पसल पनि रहेछ है गाइस। काँचै छ यार केरा पनि यार। है तेरि यार काँचो यार। कति रुपियाँ लिएको? 200 हो त्यो। 250 रुपियाँ दर्जन यार। काँचो केरा यार के मिठै छैन केरा यार। आम चाहिँ दामी सिजन भएर क्या मिठो छ यार। जुगाले यस्तो पार्यो अवस्था। जो मान्छे दुब्लो छ त्यही मान्छेलाई काट्नुपर्ने। अरू यस्तो मोटो मान्छे अरूलाई कसैलाई पनि जुगाले खाएन।
मै पातलो छु, मेरै रगत हेप्नु पनि सीमा हुन्छ नि। ल हाम्रो टोली पुरै नाच्दै गाउँदै रमाइलो गर्दै अगाडि बढिराखेको छ। हामी पुग्नै आँट्यौँ। फाइनल्ली हामी पुग्यौँ। चम्पादेवीमा वेलकम छ सबैलाई। थ्याङ्क यू स्वागत छ ल। ल सबैजनाले चम्पादेवी माईलाई दर्शन गर्नुहोस्। हे भगवान ज्यान फालेर आइयो होइन। ल सबैजनालाई रक्षा गरून्। तपाईँ हामी सबैजनालाई भिडियो मार्फत हेर्ने हजुरहरूलाई पनि रक्षा गरून् चम्पादेवी माताले।